मान्छेहरूलाई धर्म कर्मको किन जरुरत छ र मान्छेहरू किन धार्मिक हुनुपर्छ, आस्तिक हुनुपर्छ? मान्छेहरूलाई धर्मले अनुशासनमा बाँध्ने गर्छ। त्यसैले पनि धर्म अत्यन्त जरुरी छ। तपाईं जुनसुकै मान्नुस्, हिन्दू मान्नेले हिन्दू मान्छ, क्रिस्चियन मान्नेले क्रिस्चियन मानिरहेका छन्, इस्लाम मान्नेले इस्लाम मान्छ। जसले जुनसुकै धर्म मानिरहनु भएको छ आफूले आस्थाको रूपमा मान्नुस्, तर त्यसलाई धर्मलाई मानेर धर्म निभाउनुस्। किनकि वास्तवमा धार्मिक हुनु नै अनुशासनमा बस्नु र धर्मले सदैव मानिसलाई धार्मिक रूपले बाँध्ने काम गर्दछ, अर्थात् अनुशासित बनाउने गर्दछ। तपाईं अनुशासनमा बस्नुभयो भने समाज त यत्तिकै पनि अनुशासित भयो, इमानदारी भयो र समाजमा कुनै गलत काम तपाईले गर्नु हुँदैन। जब समाजमा तपाईले गलत काम गर्नु भएन भने समाज त यति सुसज्जित भयो कि तपाईको त्यहाँ अन्य कुनै गलत कर्म होला भन्ने मानिसको दिल दिमागबाट नै हट्ने भयो। त्यसैले पनि सबैभन्दा मानिस अनुशासित, इमानदार, सचेत, चेतनायुक्त हुन जरुरी छ। त्यो सबै वास्तवमा हामीहरूले त्यसलाई अनुभव गर्न सक्छौं। वास्तवमा जब धार्मिक बन्छ मान्छे तब त्यसले एउटा अनुशासनमा बाँध्छ। हामीहरूले गलत गर्नु हुँदैन है, कसैले देखिरहेको छ भन्ने त हामीमा लाग्छ नि। अनि त्यस्तो अनुभूति जब हुन्छ हामीहरूलाई, अनि ती गलत कर्महरू मान्छेले गर्दैन। जब गलत कर्म गर्दैन तब नतिजा सकारात्मक निक्लिन्छ। अनि सकारात्मक नतिजा नै एउटा सबल देशको त्यो ठाउँको परिचय हो वास्तवमा। त्यसैले पनि धर्मलाई कुनै नराम्रो कर्ममा प्रयोग गर्नु भएन, तर धर्मलाई जनजनमा सकारात्मक भएर प्रयोग गरियो भने त्यसले अत्यन्त राम्रो प्रतिफल दिने गर्दछ। र धर्मले मानिसहरूलाई एउटा आफ्नो दायरामा, आफ्नो सीमामा रहनको लागि पनि मद्दत गर्दछ। जब हामी कसैलाई कोही निराकार छ है, कसैले देखिरहेछ भन्ने जब हामीमा पर्छ, हामीमा त्यो प्रभाव पर्छ, त्यो प्रभाव पर्यो भने मानिसहरूले सकेसम्म गलत बाटोहरू अपनाउँदैनन् र कुनै पनि गलत कर्म गर्दैनन्। जब हामीहरूले देख्छौँ संसारमै हो एकाध गलत पनि होलान्, तथापि हामीहरूले धेरै जस्तो देख्ने गर्दछौँ कुनै पनि धर्मका मान्छेहरू, अलिकति सन्त महन्त टाइपका मान्छेहरू र जुनसुकै धर्ममा पनि त्यो धर्मगुरुहरू, उनीहरू अत्यन्त सादगीपूर्ण, अत्यन्त इमानदारी उनीहरूको क्रियाकलापमा झल्किरहेको हुन्छ र उनीहरूले
खासै गलत काम गरेको पनि देखिँदैन, चाहे जुनसुकै धर्ममा होस्, चाहे हिन्दू होस्, चाहे बौद्ध होस्, चाहे मुस्लिम इसाई होस्, चाहे सिख होस्, जुनसुकैमा पनि। तर सधैँ सबैमा राम्रो हुन्छ भन्ने त छैन, कोही न कोही नराम्रो त निक्लिनै हाल्छ। त्यस पछाडि फेरि आलोचना हुन सुरु हुन्छ। कहीँ न कहीँ त कोही न कोही त निक्लिन्छ नि त्यसरी, होइन? त्यसैबाट फेरि हामी सबैलाई एउटै टोकरीमा हालेर नकारात्मक बन्नु चाहिँ हुँदैन। हरेक ठाउँमा गलत क्रियाकलापहरू हुन्छन्, सबै 100मा 100 ठिक भन्ने चाहिँ हुँदैनन्। कतिपय त्यस्ता गलतलाई पनि फेरि सकारात्मक सोच बनाएर अगाडि बढ्नु पर्दछ, त्यसमै सबैको कल्याण र भलो हुन्छ। अहिले नेपालमा मानिसहरूमा वास्तवमा मानिसहरू शिक्षित भए, धेरैले पढे लेखे भन्ने एउटा त्यो भाष्य छ। तर पनि जति मानिसहरूले पढे लेखेर शिक्षित भएका छन्, मानिसहरूमा त्यति एउटा नकारात्मक भावना झन् बढी त्यो नकारात्मक भावनाको ग्राफ अझ माथितिर गएको जस्तो देखिन्छ, ग्राफ बढेको जस्तो देखिन्छ। त्यो त नहुनु पर्ने हो। त्यसैले कहीँ न कहीँ शिक्षालाई, राजनीतिलाई धर्मसँग जोड्न जरुरी छ। धर्ममा राजनीति गर्ने होइन, धर्ममा धर्मलाई अराजक बनाउने होइन, नकारात्मक बनाउने होइन, तर धर्म सँगसँगै प्यारालली राजनीति चाहिँ अगाडि बढाउनु पर्छ। अनि मात्र समाज र देश एउटा सकारात्मक बाटोमा जान सक्छ। धर्मलाई अलग्याएर जब राजनीति गरिन्छ, त्यो राजनीति सधैँ राजनीति होइन, अराजक बनेर जान्छ त्यो राजनीति चाहिँ। त्यसैले धर्मका राम्रा कुराहरूलाई पनि राजनीतिमा मिश्रित गरेर हामीहरूले अगाडि बढायौँ भने त्योबाट चाहिँ सही सकारात्मक नतिजा निकाल्न सक्छौँ। त्यसैले पनि मानिसहरू पनि धार्मिक हुन पनि जरुरी छ। कुनै पनि धर्ममा भन्नुहोस्, धार्मिक भएर धर्म निभाउन जरुरी छ। हिन्दू धर्म मान्नुहुन्छ, हिन्दू धर्म के भन्छ त? त्यसका सही जीवनलाई उपयोगी त्यसका भनाइहरूलाई आफ्नो जीवनमा प्रयोग गर्दै जानुहोस् र आफूसँगैका नबुझेकालाई पनि सिकाउनुहोस्। त्यस्तै तपाईको बौद्ध धर्म, बौद्धका पनि राम्रा कुराहरू लिनुहोस् र आफ्ना संगसाथीहरूलाई ती कुराहरू भन्नुहोस् र सिकाउनुहोस्। त्यस्तै अन्य धर्महरू, किराँत धर्महरू, किराँतमा पनि कति राम्रा कुराहरू होलान्, ती राम्रा कुराहरूलाई अर्कोलाई पनि जानकारी दिनुहोस्। त्यसरी सबै धर्ममा राम्रा कुराहरू छन्, ती राम्रा कुराहरूलाई लिउँ र अगाडि बढौँ। यानि कि धर्म भनेको खराब चिज हो, यो अफिम हो भनेर त्यो पुरातन सोच बनाएर पुरानो विचारलाई अब पखालेर अगाडि बढ्न जरुरी छ। धार्मिक कुराहरूमा, धर्ममा पनि अत्यन्त ज्ञान छ, विवेक छ। त्यहाँनिर मानिसलाई उपयोगी धेरै कुराहरू हामीहरूले प्राप्त गर्न सक्छौँ र हरेक कुराको सही सदुपयोग गर्नुपर्छ। सही सदुपयोग गर्यो भने एउटा चाहेको राम्रो नतिजा निक्लन्छ, त्योबाट राम्रो प्रतिफल प्राप्त गर्न
हामीहरूले सक्छौँ र हामीहरूको सबैको भलाइ पनि त्यसैमा हुन्छ। त्यसैले पनि हामीहरूले एक आपसमा भाइचाराको सम्बन्ध राखेर अगाडि बढ्न जरुरी छ। कोही पनि कुनै पनि पूर्वाग्रही नभएर सबै सकारात्मक भएर अगाडि बढौँ। यसैमा सबैको भलो र कल्याण छ। सबैले शान्तिको कामना गरौँ। विश्वमा शान्ति छाओस्। सम्पूर्ण चराचर यो जगतमा चराचर प्राणी सबैको बाँच्ने अधिकार छ। सबैलाई बाँच्न दिउँ, आफू पनि बाँचौँ र अरूलाई पनि बचाउँ। र तपाईलाई भिडियो मन पर्छ भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला। तपाईहरू सबैले सपोर्ट गरिरहनु पनि भएको छ। त्यसकारण तपाईहरू सबैलाई धन्यवाद दिँदै म बिदा हुन चाहन्छु। नमस्कार।